Hello everyone, welcome to our channel in our second video. So आजको भिडियोमा हामी फेरि तीनजना साथीहरु भेला भइसकेका छौं। त्यो तीनजना साथीमा म चाहिँ गर्नेछु आज होस्ट र मेरो दुईजना साथीहरु गर्नेछ च्यालेन्ज। च्यालेन्ज चाहिँ के रहेको छ भने सिंग अ सङ बाइ अ वर्ड। भनेको चाहिँ म एउटा शब्द दिनेछु, उहाँले जसले जान्नुहुन्छ उहाँले गीत गाउनु हुनेछ। जस्तै एक्जाम्पल दिन्छु म उकाली। उहाँले गीत गाउनु पर्नेछ उकाली चढौला ओराली झरौला। दुई भर्स गाउनु पर्ने हुन्छ र लयमा गाउनु पर्ने हुन्छ। यो चाहिँ रुल्स रहेको छ। सो हाम्रो च्यालेन्जर चाहिँ रहेको छ मिस्टर राम र मिस्टर मनिष। सो दुईजनालाई कसले जित्नु हुनेछ भिडियो पुरा अन्तिमसम्म हेर्नु होला। यति भन्दै अब हामी च्यालेन्जलाई स्टार्ट गर्छौं। लेट्स स्टार्ट द भिडियो। आर यु रेडी गाइज? यस एकदमै रेडी छु म। सो तिमीहरू गीतको कतिको नलेज छ तिमीहरूलाई? मलाई त छ गीतको नलेज त जस मलाई मसँग चाहिँ त्यति साह्रो वाइल्ड धेरै नै तर जस बेसिक चाहिँ मलाई नि थाहा छ। यसो गीत पनि सुनौँ अब। रामकृष्ण ढकाल भनेको को? रामकृष्ण ढकाल भने को सिङ्गरै होला नि पक्कै। सिङ्गर त हो नि। ल थाहा पाइसक्यो मैले नलेज हाम्रो मनिषको कति छ भनेर। सिङ्गर हो रामकृष्ण ढकाल। रामकृष्ण ढकालको एउटा गीत भन त राम। रामकृष्ण ढकालको एउटा गीत। अब सोच्नु पर्छ यार। रामकृष्ण ढकालको गीत काली चढौला ओराली झडौला रामकृष्ण ढकालको पनि हो है। मलाई चाहिँ खासमा नामले भन्दा नि गीतले चाहिँ मलाई गीत चाहिँ मलाई अलि आउँछ। नाम चाहिँ म त्यति साह्रो सिङ्गरको नाम चाहिँ अलिकति त्यति साह्रो धेरै याद छैन मलाई। जे हो भन्नु त पर्यो नि। सो आजको भिडियो टपिक हेरिसक्नुभयो। सो म वर्डहरू रेडी बनाइसकेको छु। मैले वर्डहरू दिन्छु, तिमीहरू गीत गाउनलाई रेडी हो? रेडी एकदमै। सो हेरौँ दुईजनामा कसको चाहिँ नलेज धेरै छ गीतहरूमा है त। ल ओके। सो पहिलो वर्ड रहेको छ शब्द। शब्द 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 बुझ्नु फस्को बढी क्या म त शब्द होला तिमी हो। Few moments later. 2,000 years later. पास। शब्द ओके पास। दुईजना पास। आएन यो पोइन्ट कसैलाई पनि गएन। शब्दमा तिमीहरूलाई गीत आएन नेपाली गीत गाउनलाई। शब्द नै पुग्दैन वर्णन गर्नलाई। भन्नै नसक्ने शब्दमा त अलिक गीतहरू थियो जस्तो लाग्छ मलाई। पहिलो पोइन्ट कसको भयो? पहिले त कसैको नि भएन। सो पहिलो पोइन्ट कसैको भएन, रद्द भयो। तिमीहरूलाई गीत गाउन आएन शब्दमा। सो दोस्रो पोइन्टको लागि दोस्रो पोइन्टमा पोइन्ट जित्नलाई एक्साइटेड हो? एकदमै। ल एक्साइटेड। दोस्रो वर्ड रहेको छ ऐना। क्या चाँडो बजाइदियो क्या। ऐना हेर्दै हेर्दै गयो जौवन कि मायाले हो भन कि मायाले भो भन। ठिक छ। ऐना हेर्दै हेर्दै गयो जौवन। ठिक छ। सो हाम्रो पोइन्ट गोज टु मिस्टर राम केसी। यो गीत अब लास्ट गर्नु पर्यो हो कि नाच्नलाई क्या। तिमीले लोकदरी गीत पनि सुन्थ्यौ? यो लोकदरी गीत होइन? हो यो लोकदरी गीत हो खासमा यो। सुन्छु म कुनै कुनै लोकदरी गीतहरू मलाई आइसकेको थियो अब भन्नुभयो बजाइसकिने अब बजाउनु दिनु भनेर छोडिदियो। हो आएन भन्न बरु कस्तो बजाउनु बजाउनु टेक्निक बजाउने हो नि। सो पोइन्ट गोज टु मिस्टर राम। हाम्रो मनिष भाइको पोइन्ट छैन, रामको 1 पोइन्ट छ है त। सो तेस्रो वर्डमा चाहिँ हाम्रो मनिषले पोइन्ट ल्याउनै पर्छ है त। तेस्रो वर्ड पनि एकदमै सजिलो मिठो वर्ड छ है त। वर्ड रहेको छ मुहार। सजिलो होइन। मुहारमा कस्तो तिम्रो त्यो हँसिलो मुहारको झलको जब आउँदा तिम्रो तस्बिरले चित्त बुझाउँदा। तस्बिर त यसमा नै आउँदो रहेछ। आउँछ त। ओके पोइन्ट गोज टु मिस्टर राम अगेन है त। रामको पोइन्ट कति भएको छ? मनिषको कति छ? मनिषको पोइन्ट मेरो त 0 छैन। कस्तो मलाई अलिकति कस्तो गाह्रो लाग्यो कि अलिकति वर्ड पनि गाह्रो लाग्छ। युनिक लाग्यो कि वर्ड चाहिँ सुन्नु पर्यो नि त केही छैन।
आउँदैछ पालो मेरो पनि। केमा ए ल हेरौँ न हेरौँ Let's see. Let's have a see, bro. सो पोइन्ट रामको 2 मनिषको 0 चौथो वर्ड चौथो वर्डको लागि रेडी हो तिमीहरू रेडी हो। सो चौथो वर्ड रहेको छ माया के हो यो दारासिंह हो दारासिंह बचाएको छु। माया ओ माया म तिमीलाई नै गर्छु यो गीत गाए मैले फेरि गाएको तिम्रो लागि। माया ओ माया म तिमीलाई नै गर्छु यो गीत गाए मैले तिम्रो लागि नै। यो भयो कि भएन गीत? यो गीत भने कविता भनेको गीत त लयमा गाउनु पर्यो नि त फेरि गा भनेपछि त मैले सर गाइदिएको नि त। मैले भाका लगाएर त गाइनँ नि त। कस्तो भागेको गीत के हो त कविता भने गीत भने अब त्यस्तो भयो। माया ओ माया म तिमीलाई नै गर्छु मिलेन एउटा वर्ड छुट्यो हो र। माया ओ माया म तिमीलाई गर्छु यो गीत गाए मैले तिम्रो लागि नै हो खासमा। तिमी गाइदेऊ त माया ओ माया म गर्छु तिमीलाई नै यो गीत गाए मैले तिम्रो लागि नै। यस्तै हो त ब्रो उल्टो उल्टो गाडी गीत गाए त्यो कविता भने हो कि अब के भने अब मैले गर्छु छुट्टै छ त अब गर्न त गरेकै हो नि त गाउनु त गएकै हो नि त मैले। छुट्यो नि त छुट्टेपछि भयो नि त मार्क्सै गयो अनि मायामा त एउटा मात्रै गीत थियो त अनि अरू गीत पनि गाउन सकिन्थ्यो मायामा अब मायामा यस्तो मायामा यस्तै हुन्छ कि भन्ने गीत पनि माया मेरी माया पनि थियो अनि के यो माया हो भन्ने पनि थियो मायाको डोली चढाए कति धेरै गीत रहेछ है। मेरी मायालु हैट, एउटा मात्रै गीतमा अड्केर। सो यो पोइन्ट पनि गएको छ मिस्टर रामलाई। तर कति भयो भने त कन्फ्युज भयो यार पोइन्ट तिनवटा भयो होइन बदल बजाएको थिएन जस्तो लाग्थ्यो यो गीत गाउँदाखेरि। त्यो अगाडि सुरुमा टङ 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 गरे होइन तर तिमीले सुरु भएको थियो र मैले तिमीलाई चान्स दिएको थिएँ दारासिंह भन्नु मात्रै भयो बेकार। सो पोइन्ट गोज टु मिस्टर राम रामको पोइन्ट रहेको छ 3 मिस्टर मनिषको पोइन्ट अझै पनि 0 सो अब जाऊ हामी 5th वर्डमा 5th वर्डको लागि रेडी हो एकदमै रेडी हो रेडी छु भन्न रेडी छु नै भनेको मैले। ल ठिक छ 5th वर्ड रहेको छ चिट्ठी ए बडा त आउँछ मिठो गीत हो यो तल आउँछ छिटो गाउ न तल चान्स दिए ल भोलि एउटा चिठी ल चान्सै दिएर मलाई त हेप्पे खाता यार। चिठी चिठी है त चिठी तिमीलाई लेखु बेकार ध्यान आएछ यसलाई त उडायो चिठी लेखेको भन्दा भन्दा कुर्दा कुर्दै कुर्दा कुर्दै के गयो लेख्दा लेख्दै गयो फेरि गान फेरि सोधौँ चिठी तिमीलाई लेखु भन्दा कुर्दा कुर्दै रातै गयो गयो रातै गयो टाउको चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो। मलाई आउन त मलाई नि मलाई आइसकेको गीत थियो क्या मलाई लेख्नु भन्दा रातै गयो के गीत रातै गयो त भनेको थिएन नि त। तैँले गर्दा भन्दा त्यस्तै त नि सो यो पोइन्ट पनि मिस्टर रामलाई नै गएको छ मनिषको 0 छ पोइन्ट रामको 4 पोइन्ट भइसक्यो है त म त नेपाल आइडलतिर जाउँ कि अब सुन अलि मेरो साइड मेरो सो ठिक छ फेरि एकचोटि भन्नु त मेरो सो मिठो छ ठिक छ हेरौँ। सो पोइन्ट गोज टु मिस्टर राम रामको पोइन्ट रहेको छ 4 मनिषको पोइन्ट रहेको छ 0 ल अब हामी पुग्नेछौँ 6th वर्डमा यो गीत पनि मेरो कति 4 तेरो कति थियो सो 6th वर्डको लागि एक्साइटेड देखिरहेको छु है मैले तिमीहरू दुईजनालाई म चाहिँ होपलेस भइसकेँ है। मलाई मसँग चाहिँ त्यति साह्रो वाइल्ड धेरै नि तर जस्ट बेसिक चाहिँ मलाई नि थाहा छ। एक पोइन्ट त ल्याएन क्वेसन कस्तो क्वेसन होइन वर्ड कस्तो आउँछ भन्ने कुरामा म चाहिँ पोइन्ट लिएर न गीत गायो भने कविता गाइदिन्छ ल अब 6th वर्ड रहेको छ अर्को नेक्स्टचोटि चाहिँ कविता वाचन गर्न पर्ला त छ आशिष जित्ने मैले नि हो। 6th वर्ड रहेको छ गुलेली ओए यो गुलेली
गुलेलीको मलाई थाहा थियो होइन मलाई नि थाहा छैन गुलेली सिसाको गुलेली भन्ने थियो होइन तर सिसाको गुलेलीको अगाडिको वर्ड चाहिँ मलाई आएन तर म त्यो बजाउनु अलिकति हट बढाएको छैन अहिले मैले क्लु पनि दिएको छु गीत आउने भयो यो गीत गाउनु त ल तेरो कसको पोइन्ट लेस छ पहिला त गाएर होइन आफूलाई भोइस अफ नेपालमा जाने सोचेँ भने त नि म नि सुनिदिउँ त म यो क्लु नै दिएँ ल ठिक छ सिसाको गुलेली गुलेली ए गुलेली हो अन्त कुन चाहिँ सिसाको गुलेली भने सिसाको गुलेली हुन्छ भाइ होइन मतलब गाउँदा आइन्छ नि त कस्तो सिसाको गुलेली त मिल्छ नि त गुलेली त आयो नि त होइन टाइम आउट भइसक्यो मेरो माया किन रिसा सो यो पोइन्ट कसैको पनि भएन है त गीत चाहिँ कस्तो थियो यसमा गीत अब जुन गुलेलीले हान्देऊ कि भन्ने गीत छैन एउटा अनि गुलेलीहरू थियो होला गुलेली अब जस आएन तिमीहरूलाई सो यो चाहिँ पोइन्ट रद्द भएको छ दुईजनालाई आएन यो गुलेलीबाट गाना स्टिल ऊ रहेको छ 0 मै र यता रहेको छ 4 पोइन्ट सो अब हामी पुगिसक्यौँ 7th वर्डमा सो 7th वर्ड रहेको छ डोरी 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 डोरीको छ यार गीत डोरी भनेको तानी डोरी बानी डोरी आइसक्यो मलाई यसो बजेन आइसके त तरी हान्ने हो नि त नि त्यहाँ मलाई हेरेर गराउने हो त ल कस्तो बिसाइदियो यार यता गीत पनि यार माइनस पनि हुनु पनि बजल भयो आइसिन आएपछि माइनस भएर मलाई आनन्द हुन्थ्यो मायाको डोरीले निष्ठुरी मोरीलाई बाँधिराख्या छु नि माया जाउन मन लाग्यो के गरेछ बिचा नारा ठिक छ दुई लाइन फेरि एकचोटि गाइदेऊ त मायाको डोरीले निष्ठुरी मोरीलाई बाँधिराख्या छ नि त्यही पनि उसले 2 वर्ड त भन्यो नि त मायाको डोरीले निष्ठुरी मोरीलाई बाँधी राख्न गाउन मन लाग्यो टुरुरु तर स्टिल 2 लाइन उसले गायो सो स्टिल पोइन्ट गोज टु मिस्टर राम है त अघि कति 5 पोइन्ट यार मेरो सो स्याड के छैन बजाएछ अनि मलाई होइन मैले अब बजाइसकेपछि मैले कति बजाउनु लागिसकेको थिएँ अब एक्साइटेडमा बिर्सेछु क्या तँलाई चाहिँ कुन गीत आएको थियो मलाई त यही आएको थियो सो स्टिल पोइन्ट गोज टु मिस्टर राम यो पोइन्ट पनि 0 यार त के गर्ने अब 0 पोइन्टले त लाजै पर्दो हुन्छ त यार सो पोइन्ट रहेछ रामको 5 पोइन्ट मिस्टर मनिषको स्टिल 0 छु म अझै पनि तर द्याउन एक पनि द्याउन सकिन्छ तँलाई धेरै हो सो अब हामी पुग्यौँ 8th वर्डमा 8th वर्ड रहेको छ बाटो तिमीले बाटो फेरि तिमीले बाटो मोड्यो अरे अर्कैलाई हेऱ्यो अरे भने जस्तो लाग्थ्यो तर बाटो मोडेर गयो नाता तोडेर यो चाहिँ गाडा आएछ यसलाई नभए त त्यो अगाडि उडाइसकेको थियो एउटा बिर्सिने अर्को त याद भयो नि मलाई त सुरुमा चाहिँ कुन गाएको थियो उसले तिमीले बाटो फेरि अरे भन्न लाग्थ्यो पछि चाहिँ मैले अर्को सम्झेँ तिमीलाई चाहिँ के लाग्यो त्यो गीत चाहिँ के लाग्यो त त्यो गीत थियो तर मैले लिरिक्सले आएन नि त म अघि नै पनि त्यसरी नै अड्किएको थिएँ अनि त्यो दोस्रो गीत चाहिँ कुन गायो भर्खर दोस्रो गीत पाउँछस् तैँले पाउँछस् त्यहाँ बिर्सिसके त्यही आएर तर यार बाटो बाटो मोडेर गयो नाता तोडेर गयो भन्ने थियो बाटो मोडेर गयो नाता तोडेर गयो ओके सो फर द फर्स्ट टाइम पोइन्ट गोज टु मिस्टर मनिष कनी बिचरो झुन्डी एक पोइन्ट ल्याइस् तैँले यार लै गइसकेको थियो सो पोइन्ट रहेको छ मिस्टर रामको रहेको छ यसमा मै हो 5th पोइन्ट 5 पोइन्ट
मिस्टर मनिषको रहेको छ 1 पोइन्ट। जहिले पनि फर्स्ट भने फर्स्टै हो क्या, 5 भनेर 5 नम्बर पऱ्यो त चाहिँ अरे नि, फर्स्ट भन्ने फर्स्ट। 1 मा भने पनि फर्स्ट भने अरे नि। सो अब हामी पुगिसक्यौँ भिडियोको अन्तिममा। सो सेकेन्ड लास्ट वर्डमा पुग्यौँ हामी 9th वर्डमा। ओके, सो 9th वर्ड रहेको छ गल्ती। किन बढ्दैन मेरो फोन बिग्रियो के हो? गल्ती मेरो छैन। अनि सुरुको मात्रै आउनु, टुक्का मात्रै आयो, मलाई टुक्का मात्रै आयो क्या गाई, टुक्का मात्रै आयो। यसले मलाई हिँड्दिन्छ, म गाइदिने भइरहेछ। गल्ती मेरो छैन, आज ढिलो हुनुमा। 2 लाइन गायो भनेपछि गायो क्या। पोइन्ट अझै फेरि गयो पोइन्ट मिस्टर मनिषलाई। फेरि एकचोटि फेरि यो 2 लाइन गाइदिउँ। गल्ती मेरो छैन, आज ढिलो हुनुमा, त्यसैले नजाऊ मलाई छोडेर, मायाका कसम तोडेर। ल भयो मेरो मैले धेरै एउटा सुनिसकेँ। गीत आएछ पुरै कहाँबाट होइन? आउँछ जे गरे पनि जित्दैन। लास्ट नि अब जित्ने नि अब अलिकति अब जित्ने होप त छैन, त्यही पनि अलिकति पोइन्टलाई बढाउने चान्स चाहिँ छ है त। सो 2 पोइन्ट रहेको छ मिस्टर मनिषको, 5 पोइन्ट रहेको छ मिस्टर रामको। 5 पोइन्ट है दाइको। सो अब हामी पुगिसक्यौँ लास्ट वर्डमा। लास्ट वर्ड चाहिँ एकदम सजिलो छ है त। लास्ट वर्ड रहेको छ साथी। साथी 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 भने कविता कविता साथीसँग खेल्छु म, ढ्यान्डिपी यो खेल्छु म, हो कविता हो। त्यो गीत गाइदिन्छ यार यसले। म खासमा चाहिँ म गाउन अब रामले पनि गाउनु मिल्छ है बजार बजार, हुँदैन कि मेरो किन भले किनभने यति बेरसम्म मनिषले गाएन। सो फ्रम द साथी वर्ड। मेरो एउटा साथी छ, उही छ जसलाई म आफ्नो भन्न सक्छु। यस्तो राम्रो गीत छ यार यो छ। अनि अर्को उषा के अरे के अरे उयो के कस्तो बिर्साइदियो तैँले गरेर। त्यही त सुन्दिन न ल। ऊ साथी तिमी कहाँ छु भन न यार तिमी। इभन साथी भनेर त एउटा टाइटल छ, मेरो बाल्यकालदेखिको मिल्ने साथी। साथीमा त एउटा वर्डमा गानै लेखेछ त्यो। म अलिकति होपलेस भएछु भन्ने। सो यो पोइन्ट पनि जान्छ मिस्टर रामलाई। राम चाहिँ एकदम सिङ्गिङको फ्यान रहेछ भन्ने बुझ्यो है। ठिक छ, मैले पनि अब कोसिस त गरे हो, हार चाहिँ खाएको होइन है। फेरि कोसिस त गरे हो, गीतलाई बिगारेर कविता बनाउने चाहिँ कोसिस गरे हो। अब कविता अर्कोमा चाहिँ कविता भन्ने चाहिँ गऱ्यो भने चाहिँ त्यही त, मैले गीत चाहिँ लेख्न जाने रहेछु होइन, गीत लेख्न पनि सक्छु, म कम्पोज पनि गर्न सक्छु होइन। खत्रै गरे यसमा अब गाउन लाउनु पर्यो त, हाम्रो रामदालाई लाउनु पर्यो कम्पोज गर्दा। यसको गीत यसले कम्पोज गरेको गीतहरू खतरा चल्ला नि होइन, चलिरहेको छ। ल वर्ल्ड वार यहीँ सिद्धिन्छ है अब है, धेरै वर्ल्ड वार भयो। ल यस कम्पिटिसनमा चाहिँ हाम्रो विनर रहनु भएको छ मिस्टर राम। ताली बजाऊ, हार्ने मान्छेले ताली बजाउनु पर्यो नि। पर्नु पर्यो नमस्ते गर सम्मान। नमस्ते पनि गर्नुपर्छ। ढोदियाइ गर्ने हो क्या त्यसको नमस्ते गरेको जस्तो गरेर। नमस्ते गर्नुपर्छ, नमस्ते गर्न त। पनिसमेन्ट भइदियो अब यस्तो गरिन्थ्यो। सो नेक्स्ट टाइम चाहिँ प्रिपेयर भएर आउनु होला मिस्टर मनिष। अहिलेलाई हाम्रो रामलाई कङ्ग्रेचुलेसन। मेरो तर्फबाट पनि कङ्ग्रेचुलेसन ब्रदर, यु आर होइन बिग भोकलिस्ट है, समथिङ के भनिन्छ नि यसमा होइन। जस उहाँको स्वर पनि राम्रै रहेछ भन्ने मैले। सो तपाईँहरूलाई आज कति रमाइलो भयो भएन? एकदमै, मलाई त एकदमै रमाइलो। मलाई पनि मलाई चाहिँ अलिकति कमेडी भाइब्स आएछ होइन। अब जे होस् एक्साइटेड भयो, रमाइलो भयो, जे होस् एकदमै कविता भने भन्नु बेसिकली मजा आयो। बाबा। सो अब हामी भिडियोको अन्तिममा आइसकेका छौँ। हाम्रो विनर रहनुभएको छ मिस्टर राम। सो केही भनिदिनुहुन्छ भिडियोमा अन्तिममा? अब हामी भिडियो इन गर्दैछौँ, सो केही भनिदिनु 2-3 शब्द। हाम्रो भिडियो कस्तो लाग्यो हजुरहरूले समेन्ट गरिदिनु होला र लाइक सेयर पनि गरिदिनु होला। हाम्रो भिडियो है त आइरहन्छ। मैले नाचेको गीत चाहिँ तपाईँहरूले कमेन्ट सेक्सनमा
लेखेर पठाइदिनु होला है फेरि यसो कविताको पनि भनिदिनु होला कतिले कविता लेख्छ। कविता होइन गाउनु त गीतै गाउनु खोजेको तर कविताको भाकामा गएछ है अँ। ओके साउट आउट एभ्री वान बाई बाई हेभ अ गुड डे